योगी ध्यानी तपस्वी भएको चाहिँ जुन योग ध्यान तपस्या सम्पूर्ण विश्वको लागि गर्नुभएको छ। परमात्मासँग यही भन्छु, उहाँको सफल होस्, सबलाई सुख होस्, शान्ति होस्, समृद्धि होस्, सन्तुष्ट होस्, पूर्ण होस्। कोही दुःखी नहुन्, कोही वियोगी नहुन्, सबै योगी हुन्, ध्यानी हुन्। भाइ जस्तै गरेर भन्न त भाइले कति थरी नराम्रो नि भन्दा रहेछ। नराम्रो नभनी बुद्धलाई पनि भनेका थिए, क्राइस्टलाई पनि भनेका थिए, सम्पूर्ण योगीहरूलाई नराम्रो नभनी ग्लानी नगरी गायन हुँदो रहन्छ। त्यो ग्लानी होइन भाइ, गायन गरेका हुन् हजुरको। हजुर आफ्नो जुन सत्यतामा दृढ भएर जानु होला। यो चाहिँ सफल होस् हजुरको जुन त्याग तपस्या। यही भन्दै परमात्मासँग म यही नै माग्छु। म यहाँसँग जिज्ञासा राख्न, आज यसरी सम्मान गर्नुभएको छ, किन होला यसरी प्रेरणा कहाँबाट आयो यस्तो? होइन, अब आज योग दिवस पनि भयो। योग ध्यान तपस्या यो संसारमा अहिले लोपै भइसक्यो जस्तो छ। अब अहिलेको यस्तो उमेरमा यस्तो युवा 24 वर्षको हुनुभयो अरे। उहाँ 24 वर्षको उमेरमा यत्रो योग ध्यान तपस्या नखाइकन 1 महिना हुन लागिसक्यो निराहार बस्नुभएको। अनि मलाई चाहिँ आश्चर्य लाग्यो, अचम्म लाग्यो। यस्तो त काहीँ देखेकै थिएन होइन। त्यो भएर अचम्मको कुरा त हो नि यो भनेर मैले चाहिँ उहाँलाई सम्मान गरेको। अब हामीले त सबै राम्रो कुरा देखेका छौँ, मान्छेले चाहिँ धेरै नराम्रो भन्दा रहेछन् उहाँको विषयमा। तर मैले त राम्रै राम्रो देखेँ। सबैको दृष्टि एउटै हुँदैन, सोचाइ एउटै हुँदैन, अलग हुन्छ, फरक हुन्छ होइन। एउटै दृष्टि र वृत्ति भए त स्वर्ग अहिले आइसक्थ्यो। योग ध्यान किन चाहिन्थ्यो र? त्यही भएर त योग ध्यान चाहिएको, सबैको अलग अलग भएको भएर। त्यसैले चाहिँ मैले उहाँलाई सम्मान गरेको, खुसी लागेर, राम्रो लागेर, योग ध्यानबाटै दुनियाँ परिवर्तन आओस् भनेर। विजय साईलाई कसरी चिन्नुहुन्छ यहाँले? विजय साईलाई त अब खासै त हाम्रो पाशुपति योग आश्रममा हेरै मैले उहाँलाई देखेको। यहाँभन्दा पहिला त मिडियाहरूमा चाहिँ देखा हो उहाँलाई, मेमोरी किङ भनेर। अनि अब यहाँ प्रत्यक्ष चाहिँ देखाएको थिएन मैले, यहीँ हाम्रो आश्रममा आउनुभएको रहेछ। अनि देखेको। अनि उहाँ झन्डै 25 दिन 26 दिन कति भयो यहाँ आएर निराहार बस्नुभएको। पुरै जल र फल खानुहुन्छ, अन्नहरू नखाने, मौन व्रत बस्नुभएको छ। सबभन्दा ठुलो व्रत त मौन हो। अनि अब यस्तो त मैले देखेकै थिएन, मौन व्रत बस्या यस्तो उमेरमा जुन मनुष्यहरूले। अब उहाँले यस्तो बस्नुभएको छ, त्यही भएर धेरै राम्रो लाग्यो, धेरै आनन्द लागेको छ। योगी ध्यानीको सङ्गत गर्न पाउँदा हामी पनि धन्य नै हुनेछौँ। यही नै नमन छ प्रभुलाई। विजय साईलाई तपस्या बसे पश्चात हामी पटक पटक हामी हेऱ्यौँ, पहिलेको जस्तोलाई सम्झेर अहिले कस्तो हुन्छ? पहिलेको त मैले देखिनँ उहाँलाई। होइन, बसिसकेपछि बसेपछि त अब दुब्लो पातलो हड्डी मात्रै छ। उहाँले अब भन्न त मान्छेले नखाएको बस्न सक्ला भन्छन्, अब खाएको मान्छे र नखाएको मान्छे त थाहा लागिहाल्छ। अनि धेरै नै दुब्लो पातलो देखिएको छ, तर तेज छ उहाँमा, शक्ति छ, हिँड्न